हजुर ल हुँदै जाउँ हजुर भोलिको लागि होला नि त अब स्टेजहरू बनाउने होला ठाउँहरू माने भेरे हम भन्दै गर्दै नदेख्ने पो रहेछ यस्तो भयो 5 मिनट लगाऊ त मलाई यो घुम्नलाई 5 मिनट लाग्छ नि त सरासर घुम्यो भने के छ हो त यस्तो भिडमा मन्दिर कस्तो दामी देखेको दाइ भाले लामहरु आउन न यहाँ भाइको क्याफे कहाँनिर भाइको त्यहाँ त के छिर्न त्यसको बाहिर छेउछेउबाट नि ल भोलिको लागि आज यस्तो स्पेसल पर्यो टाउकोबाटै उड्छ तिनीहरू त अनि सुरुरुरु आउनु नि त भाइको क्याफेमा कतिको मान्छे रहेछ यहीँ मुनिबाट हेरौँ यहीँबाट क्या कति पुरा चुरोड हान्दै रहेछ ल जाम खोइ भाइ त नदेख्ने पो रहेछ त्यहाँ त पाँच मिनट भन्दा बेसी लाग्न लाग्यो त हामीलाई त एक राउन्ड हान्न हजुर किनभने रमाइलो लागेर हेर्नु नि त मेरो क्यामेराको क्वालिटी यो त वाइड एङ्गलबाट खिचेर अलिक कस्तो नराम्रो नराम्रो देखेछ
यहाँ बौद्ध हेर्नु न बौद्ध टेम्पल ज्यादोला जात्रा थुङ्दोला जी ओदोला छामे पुङ्दोला मी ए ब्लग बना भए त दामी हुँदो रहेछ नि यति भला भला जाऊँ न हजुर जाऊँ कहाँ म त हिँडिदिन्छु यताबाट यतापट्टि त गेटबाटै जाने नि अब त Ice cream? उही कालो पेन यस्तो चाहिँ मान्छे मलाई मोबाइल लाग्छ कि यति हो ए गेट खाने है यार बौद्ध गेट बाई बाई बौद्ध है हामी त बिहान काम गर्दा नि बौद्ध कामबाट जाँदा नि बौद्ध कसले खोइ कुन हजुर